साथीहरु सबैजनालाई गुड मर्निङ। सेवा सेवान्ने सम्पूर्ण म हजुरहरुलाई सबैलाई अनि त्यहाँदेखि मेरो नयाँ भ्लगमा स्वागत छ। अल्छीसरी भनिरहेको छु भनेर सोच्नु हुँदैछ होला, तर के गर्नु, जिन्दगी नै त्यस्तो भेटिया छ हो। आफू त लाउरे मान्छे पुरा एकदम हतार बोकेर हामी चाहिँ निक्लेको। म र दिकु चाहिँ आज हामी पानी खेतमा। दिकु यो अड्काइदिनु त, यो त्यसको डन्ठा अड्काइदिनु न। आज दिकु र म चाहिँ जानेवाला छौँ माथि खेती। यहाँ दिकुको टिङ्की एन्ड देन यहाँ मेरो पछाडि डडेल पछाडि एकदम ननिस्किने गरेर ल, मलाई रिस नउठाओस् त्यसले नमेर। यहाँ मामाश्री जानेवाला छ। हौ त्यो सर्टको बाउला चाहिँ कतै गयो? नधुलाएर हो नि चुडाको चाहिँ अलिक चाहिँ मान्छेले। सो हामी चाहिँ जानेवाला छौँ आज दबाई हान्नुको लागि। धेरै गरम पनि छ। उफ, सो साथीहरु अब चाहिँ हामी लागेको यहाँदेखि धेरै टाढो जानुपर्ने छ हो। आई थिङ्क 40 मिनट्स जस्तो त लाग्छ होला हामीलाई हिँड्नुको लागि कि। अनि पानी ल्याइदिनु भएको छ अरे मालिक साहबले, अनि दबाई पनि। अनि हामी चाहिँ हिँड्या हो दुईजना चाहिँ। के गर्नु, हिजो आसामदेखि आएको, अब वहाँनिर त काम छैन भन्ने हुँदै थियो नि मान्छेहरूले। यो आफ्नो मान्छेहरूले त के गर्नु, म काम यति छ त्यति छ भनेर देखाउन सक्दिनँ। देमाहरूले काम छैन होला भन्नु त हुँदै थियो नि, तर यहाँको काम भनेको त्यो हेर्दाखेरि देखिँदैन, तर गर्दाखेरि सबै निस्किन्छ के। त्यस्तो खालको काम हुन्छ। अनि म चाहिँ यो पुरा बेल टिपेर जाँदैछु कि, म खाँदै खाँदै जान्छु। ज्वरोको दबाई हो नि त, के गर्नु। ज्वरो आए पनि अब आफ्नै मजाले आओस् न होइन। ओए यहाँ पाकेको पनि रहेछ। चेरीको एउटा चाहिँ पाकेको भेटायो। यहाँ हेर्नु न, अरूको मान्छे टमाटर खानु नपाएर कस्तो भइरहेको होला कि। मेरो बारीमा हेर्नु न, पहिल्यै टमाटर पाकेर यत्तिकै बसिरहेछ। हाम्रो चाहिँ खाने मान्छे छैन बेसी। ममाले खानुहुन्थ्यो, ममा अलरेडी बिरामी, अन्तखेरि त्यही भएर मलाई खान नदिएको कि, त्यही भएर पनि होला अलिक चाहिँ बेसी भएको। क्या गरेगा साथीहरु, अब चाहिँ हेर्ने हो। अब चाहिँ म हजुरहरूलाई बारी गएर देखाउँछु। म चाहिँ अब यो बेल खाँदै जान्छु नि त। मलाई चाहिँ खानु मन लागिसक्यो देखेर। घाम हेर्नुहुन्छ नि, यो गति छ है घामको। यस्तो टन्टला पुट भएको छ कि एउटा हात खाली छैन, यस्तो गरेर होइन। क्या मजा छ गरममा अमिलो खानुको मजै छुट्टै छ के। फेरि मेरो त यहाँ साथीहरू उहाँ पुगेर, साथीहरू हामी यहाँ जङ्गलमा आइपुगिसक्यौँ कि। मामाश्री पछाडि आउनुहुँदैछ अनि म चाहिँ यहाँ। अझै तक यहाँ मात्र आइपुगिँदैछ हो। अझै आधा बाटो छ, बल्ल आधा बाटो सिएँ हुँदै। त्यही माथि गरममा ज्याकेट लगाएर आएको छु कि। अब यो दबाई हान्दाखेरि चाहिँ ट्याङ्की पुग्दाखेरि यो 16 लिटर 15 लिटरको हुन्छ नि त। अनि कति ट्याङ्की हान्नुपर्छ होइन, एक ट्याङ्कीमै 15-16 लिटरको हुन्छ। अनि पुरा यस्तो दुखाउँछ नि त, त्यही भएर ज्याकेट लगाएर आउनुपर्छ हो। अनि त्यही बेलामा फेरि गरम र आमा यस्तो दुइटाको कम्बिनेसन हेर्नुपर्छ। जिन्दगी मेरो अहिले नै पसिना बनाइदियो। खोकी लाग्दै थियो, अमिलो खाइदिएको त मजा पो आउँछ जस्तो भयो त हौ भन्नु नि त। अनि हाम्रो जङ्गल हेरौँ न फेरि। यो धन्न हिजो मेरो मालिक बाबुले गाडी लिएर आएको थिएछ र के अरे ट्र्याक्टरले जोतिदिएर सारा बाँध्दैछ कि। अनि यो चाहिँ मेरो अदुवा बारी हो, अस्ति रोपेको बारी। यहाँ त देखाउनै नमिल्दो रहेछ, जङ्गल यति बेसी रहेछ हो। यहाँ चाहिँ मैले यहाँ 3 ढकन गरेँ। कालीले 2 मात्रै गरेर हान्यो भन्दै थियो। मेरो जङ्गल बारी, ये हे मेरो बारी। अनि सबै हेर्नु, सबै जङ्गल घाडी। गाह्रो छ मलाई। कालीले त 2 ढकनी मात्रै हान्यो भन्दै थियो। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ है। एकजना पछाडि टारजना आउनु हुँदैछ। अनि यो चाहिँ हुन् हाम्रो पानी खेती। अहिले चाहिँ यस्तो जङ्गल देखिँदैछ हो। अबको 1 महिनामा
यो हराभरा हुनेवाला छ एकदम चम्किलो देखिनेवाला छ ट्र्याक्टर लगाएर निकै झाता मारेछ यता पनि नि उसले हान्दैछ क्या त भाइ अघि हान्दैछ ल मार्ने पर्यो हामीलाई अब चाहिँ साथीहरू डाइरेक्ट हान्नुपर्ने हुने रहेछ कि अघिदेखि हान्दै रहेछ हानेर हेर्नु होला त्यस्तो भयो मेरो खुट्टाको हामी 4 जना छौँ अरू एउटा ट्याङ्की कता गयो हामी 4 जनाले दबाई हानेको तर मैले चाहिँ भर्खर 2 ट्याङ्की मात्रै भयो 2 जनाले चाहिँ धेरै हान्नुभएको थियो कि अनि दबाई पनि सकियो हालैमा होइन साथीहरू अनि त्यहाँदेखि दबाई लिन जानुभएको छ अब हाम्रो महाराज साँच्चै दबाई लिन जान्छ अनि हामीले त्यतिन्जेल रेस रामा ईश्वर केले दागै बसेको ओ अच्छा मार्क्सले अब झापी टापी नलगाए त उपाय छैन यस्तो गरम छ नि कहाँ बोलेको नलगाए त उपाय माले यस्तो गरेको थियो नि त यसले दाग बसाइदिएछ सो साथीहरू हाम्रो चाहिँ काम यस्तै चल्दैछ हो 2 जना चाहिँ उमा खान जानुभयो अब म चाहिँ यहाँ छु एकछिन अरे नि त सो अब धेरै त छैन यो सब धानबारी हो हाम्रो अब छ होला यस्तै 5-10 कल्ला त्यति हानिसकेर चाहिँ छुट्टी किनकि आधा जति त अलमोस्ट 2 जनाले हानिसक्नु भएको थियो नि त हामी 2 जना आउँदाखेरि त्यही भएर अलिक जल्दी भयो नि त हामीलाई 12 चाहिँ बत्थ्यो होला हाम्रो अहिले हामी आएको 1 घन्टा हुन लाग्यो भनौँ न तर हाम्रो चाहिँ छुट्टी छाटी भयो अब चाहिँ किनकि 4 जना भएर म त कति 4 ट्याङ्की मात्रै हान्नु पर्यो कि हामी चाहिँ 4 जना कता 4 जना भएर मैले चाहिँ 4 ट्याङ्की मात्रै हान्नु पर्यो अनि आई थिङ्क दिकुले 3 ट्याङ्की हान्नु पर्यो होला किनकि 1 बारको पालीमा दबाई खत्तम भएको थियो नि त अनि त्यहाँदेखि यता 2 जना हाम्रो नाबारा के भन्छ एकजना दाइले चाहिँ दर हान्नुभयो आई थिङ्क उहाँहरूलाई 8 ट्याङ्की 9 ट्याङ्की भाग पर्यो होला एकजना उयसमा हाम्रो चाहिँ यो थियो धानबारी अनि अब चाहिँ दबाई हान्ने हो अब कति दिनमा मर्छ अनि त्यहाँदेखि फेरि पानी पर्दो होला जोताउला अनि त्यहाँदेखि फेरि धानको कोठा राख्नुपर्ने छ अनि रोप्नुपर्ने छ साथीहरू सो आजको चाहिँ भिडियो यहीँसम्म थियो हाम्रो दबाई हानेको चाहिँ कन्टिन्यू गर्नु सकिनँ किनकि मलाई बहुत डर लाग्छ कि ठुलो मान्छेको छेउमा भन्नु र नि त त्यही माथि अलिक रिसा हुनुहुन्छ नि त बुझ्नु होला नि त भन्नु र नि त त्यही भएर अलिक डर मर्दको छेउमा चाहिँ अलिक फोन निकालेर बस्नु नि गाह्रो छ सो त्यही भएर म चाहिँ हिँडेको अरू त दिकु माथि लिची लिन जानुभयो देन उहाँहरू त अब घरै त्यतै हो मालिक बाबुहरूको त कार लिएर आउनुभएको रहेछ कारहरूले थार लिएर आउनुभएको चाहिँ सो जानुभयो अब म चाहिँ आफ्नो 2टा लुखुरे थारमा जाने हो हिँडेको साथीहरू सो बाई एन्ड फिर मिल्ते हैं नेक्स्ट भिडियो में सो साथीहरू लाइक सब्सक्राइब एन्ड सेयर चाहिँ गर्नु नबिर्सिनु होला मेरो भिडियोलाई बाई फिर मिल्ते हैं नेक्स्ट भिडियो में।